नमस्ते। नमस्ते। म सधैँ चाहिँ सदा चाहिँ म हजुरहरूलाई भनिरहेको थिएँ, वाचा गरिरहेको थिएँ कि म हजुरहरूको ठाउँ गाउँ नेपालको भूदृश्यको अथवा नेपालको कुना कोप्चा जुनसुकै ठाउँको पनि मसँग जोडिनु हुने साथीलाई म तपाईँहरूको सामुन्ने उपस्थित गराउँछु भनेर भनिरहेको थिएँ। म त्यही उपस्थिति गराउने क्रममा म आज चिङघाट गाउँपालिका वडा नम्बर 4 मटेलादेखि मैले एकजना भाइलाई मसँग अथवा मेरो स्टुडियोसँग म उपस्थिति गराएको छु। उहाँकासँग म केही अन्तरङ्ग कुराकानी गर्नेछु, उहाँका जीवनका केही कुराहरू र प्लस उहाँको त्यस ठाउँको राजनीतिक सामाजिक परिवर्तनको बारेमा अथवा भौगोलिक हिसाबले त्यहाँ कतिको सुगम दुगम कुन अवस्थामा छ, कर्णाली प्रदेशकै राजधानी भएको गाउँपालिकाको अवस्था के छ त, हामी उहाँसँग कुराकानी गरेपछि मात्रै बुझ्नेछौँ। म सबभन्दा पहिला त उहाँलाई स्वागत गर्न चाहेँ। भाइ नमस्ते। तपाईँलाई नमस्ते। हजुरको शुभ नाम? हुकुमबहादुर जन। अनि हजुर त अहिले प्रवासमा हुनुहुन्छ होइन? हजुर। तपाईँलाई तपाईँको गाउँ ठाउँमाथि जस्तो कि अहिले अब भर्खरै नयाँ सरकार पनि आएको छ होइन? बालेन्द्र शाहको नेतृत्वमा लोकप्रिय प्रधानमन्त्री पनि हुनुहुन्छ। उहाँ आइसके पछाडि तपाईँ हुन त अब त्यत्रो कालखण्ड त्यति लामो समयसम्म लङ टाइमसम्म तपाईँलाई त्यति ध्यान नहोला होइन, इतिहासको बारेमा तपाईँलाई त्यति ज्ञान नहोला, तर अहिलेको भूदृश्य अथवा अहिलेको अवस्थामा तपाईँको चिङघाट गाउँपालिका वडा नम्बर 4 भन्नुभयो होइन, मटेला, अनि त्यहाँ कस्तो छ शिक्षा, स्वास्थ्य अनि रोजगारीको त्यस्तो माध्यमहरू होइन, के कस्तो छ तपाईँहरूलाई त्यहाँ सहज पहुँच छ या अलिकति विकट? सर विकट त विकट छ। तपाईँको जस्तो अब विद्यालय, हस्पिटल, रोड, यो तीनटा चिजमा बहुत विकट छ। अहिले पनि छैन। अहिले पनि त्यहाँ रोडको व्यवस्थापन छैन। तपाईँको त्यहाँ त्यस गाउँपालिकाको त्यो वडामाथि अथवा समग्र त्यो भूभागमाथि एरिया विकट छ भन्नुभयो, अनि कस्तो छ तपाईँहरूको त्यहाँदेखि सडकको त अवस्था रहेन, तपाईँले सडक छैन भन्नुभयो, कच्ची सडक पनि छैन त्यहाँ। समग्र त्यो गाउँपालिकाको अवस्था सायद उहाँले भने जस्तै गरी बुझ्दाखेरि हामीले चाहिँ दयनीय अवस्थाबाट भेटाउँछौँ होइन, त्यो हिसाबले सोच्ने हो भने। अनि तपाईँले त्यहाँको गाउँपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष, तपाईँको त्यस वडाको अध्यक्ष होइन, त्यहाँ जो पनि छ त्यहाँ जसले त्यसलाई ह्यान्डलिङ गरिरहेको छ त्यो व्यक्तित्वलाई तपाईँले के भन्न चाहनुहुन्छ, के सल्लाह सुझाव? सर पहिलो प्रथममा त अब हामीलाई सडक चाहिएको, रोड होइन, रोड पुर्याइदियो भयो अब हाम्रो जस्तो अब गाउँ जस्तो सब खुसी हुन्थ्यो होला। मतलब उहाँ तपाईँहरूले उत्पादन गरेको चिजहरू वीरेन्द्रनगर त्यहाँ यति ठुलो विशाल सहर छ होइन, त्यहाँसँग जोडिएको भए तपाईँको त्यो उत्पादन गरेको चिजहरू तपाईँहरूले बिक्री गर्न पाउनुहुन्थ्यो, त्योबाट केही आय आर्जनहरू उत्पादन हुन्थ्यो होइन, त्यो पक्कै पनि। अनि पढाइ लेखाइको मामिलामा तपाईँहरूको त्यही केही त्यस्तो सुविधा छ कि उच्च लेभलसम्म, या तपाईँहरू बाहिर जानुपर्छ? सर अब तपाईँको बाहिर त त्यस्तो तपाईँको गाउँभन्दा त तपाईँको धेरै टाढा छ स्कुल होइन। अब एरिया यो चिङघाट गाउँपालिकामा पर्छ, अनि तपाईँ स्कुल जानको लागि तपाईँ 3-4 घन्टा हिँड्नुपर्छ। 3-4 घन्टाको स्कुल पैदल यात्रा गरिसकेपछि उहाँहरू स्कुल जानुहुन्छ, उहाँका भाइ बहिनीहरू अथवा उहाँहरूका साथीहरू होइन, अवस्था एकदम दयनीय र गम्भीर छ। अनि भनिसकेपछि अहिले जो सरकार परिवर्तन भयो होइन, तपाईँहरू सायद तपाईँका बुवा आमाले अथवा दाइ भाइहरूले पक्कै पनि भोट हाल्नुभयो, जस्तो कि सरकार आइसकेपछि केही परिवर्तनका केही छनकहरू अथवा परिवर्तनका केही गुन्जाइसहरू तपाईँ देख्नुहुन्छ? नै, अहिलेसम्म त भएको छैन। अब पछिको समयमा के हुने त्यो मलाई थाहा भएन, अनि अहिलेसम्म त परिवर्तन भन्ने चिज अहिलेसम्म आएको छैन होइन। जस्तो कि अब तपाईँहरूको अब केही समयभित्रै तपाईँको स्थानीय तहको निर्वाचन हुँदैछ, अब लगभग 1.5 वर्षको टाइम समयभित्रै स्थानीय तहको निर्वाचन हुँदैछ, तपाईँहरू पनि भोटर हो होइन। अब तपाईँ चाहिँ कस्तो व्यक्ति छानिएको भए, चुनिएको भए, जो तपाईँले भन्नुभयो अगाडि जो समस्याको कुरा गर्नुभयो, त्यो समस्याका समाधान हुन्थे जस्तो लाग्छ तपाईँलाई? जस्तो मतलब अब जस्तो हामीलाई जस्तो तपाईँको राम्रो जस्तो मतलब अब तपाईँको त्यस वातावरणको भिजेको बुझेको होइन। हजुर, जस्तो पार्टी जस्तो सम्बन्ध जस्तो अब बुझेको मान्छे होइन, जस्तो अब समस्या जस्तो समस्या हेर्नु। अनि तपाईँको अब पार्टीगत हिसाबले हेर्ने हो भने त्यहाँ चाहिँ कस्तो छ माहौल? पार्टीको हिसाबले हेर्ने हो भने सर अहिलेसम्म त अब जस्तो त्यो जति पनि भोटहरू जान्छ तर त्यो गाउँलाई अहिलेसम्म हेर्दैन, जुनसुकै भयो भने। अथवा त्यहाँ जोडिएको कस्तो छ त्यो पुरानै पार्टीहरूको वर्चस्व छ कि नयाँ पार्टीहरूको पनि स्थिति
नहीं नयाँ पार्टीको छैन सर, पुरानै पार्टीको छ। नयाँ नयाँ पार्टीको उपस्थिति त्यो किसिमको छैन होइन। हजुर हजुर। ल ठिक छ, मैले उहाँ भाइबाट मैले केही कुराहरू 2-4 वटा कुराहरू मैले सोधेँ अथवा उहाँले भने जति उहाँले देखेको जति कुराहरूलाई मैले तपाईँहरूको सामुन्ने राख्ने कोसिस गरेँ। अनि आगामी दिनहरूमा पनि तपाईँहरू मसँग मेरो पेजसम्म र मेरो लाइभ स्क्रिनसम्म तपाईँहरू आउन सक्नुहुन्छ। त्यसको लागि तपाईँले फलो गर्नुपर्ने हुन्छ, पहिला कमेन्ट गर्नुपर्ने हुन्छ र सर्च गर्नुपर्ने हुन्छ र पहिलो एउटा मात्रै शर्त छ यसको लागि, फलो गरिदिनु।